हामीले जनसम्पर्क समिति अस्ट्रेलियाले चाहिँ अस्ट्रेलियामा रहेको नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने कुराहरूमा तपाईँले एम्बेसीमा हेर्नुभयो, कन्सुलेट अफिसमा, एनआरएनमा सबैतिर हेर्नुभयो भने हामीले आफ्नो प्रेजेन्स किन देखायो भने त्यो नेपाललाई जोड्ने एउटा सेतु, नेपाललाई जोड्ने एउटा पुल जनसम्पर्क समिति रहेको हामीले महसुस गरेका छौँ नेपालका हरेक कुराहरूमा। त्यो भएर चाहिँ हामीले कहिलेकाहीँ अस्ट्रेलियामा बस्दै गर्दा नेपालको राजनीतिलाई किन बरकरार राख्ने भनेर पनि छलफल गरेर हुन्छौँ, तर हामीले आफूलाई पुलको रूपमा पनि पाएको हुन्छौँ। त्यो भएर चाहिँ यसले चाहिँ नेपाल र अस्ट्रेलिया बिचको दौत्य सम्बन्धमा चाहिँ महत्त्वपूर्ण भूमिका पनि खेलिरहेको हुन्छ र यसलाई बरकरार राख्दाखेरि नेपाल र अस्ट्रेलिया दुईटा देशलाई फाइदा पनि हुन्छ। Destination Australia, promoting Australian education and development of Nepalese diaspora in Australia. नमस्कार दर्शकवृन्द, कार्यक्रम डेस्टिनेसन अस्ट्रेलिया टेलिभिजन शोमा यहाँहरूलाई स्वागत छ। न्युज 24 टेलिभिजनबाट बिहिबार साँझ 6:30 बजे र शुक्रबार अपराह्न 12:30 बजे यो कार्यक्रम आउने गर्दछ। हामीले अस्ट्रेलियाका युनिभर्सिटी कलेजका विभिन्न प्रतिनिधिहरूलाई भिसी टक लगायतका विभिन्न फोरम मार्फत तपाईहरूलाई अस्ट्रेलियाको अपडेटेड इन्फर्मेसन प्रदान गर्दै आइरहेका छौँ। सँगसँगै युनिभर्सिटी कलेज भिजिट गरेर हामीले तपाईहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको एक्सपिरियन्स समेत प्रदान गर्दै आइरहेका छौँ। आज मैले विशेष गरी नेप्लिज डायस्पोराको डेभलपमेन्ट अस्ट्रेलियामा कस्तो भइरहेको छ भन्ने विषयमा केन्द्रित रहेर नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका महामन्त्री रोहित खड्का, जसले अस्ट्रेलियन इन्टरनेसनल इन्स्टिच्युट अफ हायर एजुकेसनलाई पनि प्रवर्धन गरिराख्नु भएको छ। विशेष गरी बङ्गलादेश, फिलिपिन्स, नेपाल, साउथ एसियन कन्ट्रीमा पनि उहाँले समय समयमा भिजिट गरेर यस्ता खालका अस्ट्रेलियाको एजुकेसनको बारेमा जानकारी पनि प्रदान गर्ने गर्नुहुन्छ। आउनुहोस् दर्शकवृन्द, उहाँबाट अझ नेपालीको अवस्था त्यहाँ कस्तो छ, नेपाली विद्यार्थीहरूको राइट्स रिजर्भको बारेमा नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले कसरी एडभोकेसी गर्छ लगायतका थुप्रै विषयमा अब कुराकानी गरौँ। आउनुहोस् दर्शकवृन्द, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। रोहित सर, यहाँलाई कार्यक्रममा स्वागत छ। एकदम थ्याङ्क यू, खुसी। हजुर, विशेष गरी यहाँले एउटा हामी बेला बेलामा भेटघाट भइरहेको छ, तर आज यो एउटा गफ गर्ने चाहिँ एउटा सौगात जुरेको छ हामीलाई। विशेष गरी नेपाली विद्यार्थी, नेपाली डायस्पोराहरूको अस्ट्रेलियाको अवस्थाको विषयमा कुरा गर्दाखेरि चाहिँ यहाँ अहिले नेपाल भिजिटको क्रममा हुनुहुन्छ। नेपाल भिजिट गर्नुको मुख्य उद्देश्य के हो, यसबाट हामी कुराकानी सुरु गरौँ न। धन्यवाद। म नेपाल भिजिट गर्नुको कारण चाहिँ हामी नेपालीहरू जहाँ रहे पनि, सात समुद्र पारी जहाँ रहँदै गर्दा पनि हामी नेपालसँगको सम्पर्क सम्बन्ध चाहिँ बरकरार राख्नुपर्छ। भौतिक भिजिट हामीले आफै आएर यहाँ रहँदै गर्दा, यहाँ इन्टरेक्सन गर्दै गर्दाखेरि त्यो कनेक्सन अझ स्ट्रङ हुन्छ र म चाहन्छु कि हामी नेपालीहरूको जुन सेकेन्ड जेनेरेसनलाई पनि त्यसरी नै फ्रिक्वेन्टली ल्याउनुपर्छ, जसले गर्दाखेरि हामी नेपाली माटोसँग सधैँभरि कनेक्टेड रहिरहन्छौँ। हजुर, यहाँ विशेष गरी राजनीतिमा पनि इन्भल्भ हुनुहुन्छ र नेपालमा पनि एउटा विद्यार्थी राजनीतिमा एउटा पाको भइसकेपछि तपाईँ चाहिँ अस्ट्रेलिया जानुभयो होइन। नेपालको सम्बन्ध, नेपाल र अस्ट्रेलियाको सम्बन्ध इट क्यान बी तपाईँको व्यापारिक हुनसक्छ, सांस्कृतिक हुनसक्छ, व्यावसायिक हुनसक्छ। यसलाई अगाडि बढाउनको लागि चाहिँ अहिले के कस्तो पहलहरू र डायलग्सहरू भइरहेको छ? तपाईँ एकदमै सही कुरा उठाउनु हो। म यसमा अहिले लागि पनि रहेको छु। के छ, नेपाल र अस्ट्रेलिया बिचको बाइलेटरल रिलेसन, द्विपक्षीय रिलेसन चाहिँ 60 वर्षभन्दा लामो छ यसको इतिहास। यो मोर देन 60 इयर्सको इतिहासमा चाहिँ अहिलेसम्म राजनैतिक नेतृत्वको तहबाट, प्रधानमन्त्री या राष्ट्रपतिको तहबाट नेपालबाट पनि भिजिट भएको छैन, अस्ट्रेलियाबाट पनि भएको छैन। र अस्ट्रेलियाको सबैभन्दा ठुलो बिजनेसमध्ये एजुकेसन पनि ठुलो इन्डस्ट्री हो, वान अफ द बिग इन्डस्ट्री। त्यसमा नेपाली विद्यार्थीहरूको कन्ट्रिब्युसन नम्बर 3 मा आउँछ। पहिलो चाइना, त्यस पछाडि इन्डिया नम्बर 3 मा। नेपालले बिलियन्स डलरको बिजनेस अस्ट्रेलियालाई दिइरहेछ। नेपाली विद्यार्थीहरूले पैसा पठाइरहेछन्, त्यहाँ फी पे गरिरहेछन्, पढिरहेछन्, तर त्यसको सट्टामा नेपालले अत्यन्तै ठुलो चाहिँ अपर्च्युनिटी अस्ट्रेलियासँग लिन सक्छ। त्यसको लागि के गर्नुपर्छ भन्दा राजनैतिक भिजिट हुनुपर्छ। दुईटा देशबिचको, दुईटा सरकार बिचको चाहिँ एकदमै स्ट्रङ वर्किङ टुगेदर, जोइनिङ ह्यान्ड टुगेदर हुनुपर्छ, जुन भइरहेको छैन। र यसमा चाहिँ तपाईँले प्रश्न सोद्धा एकदम राम्रो चाहिँ अहिले के छ भने एम्बासडर पनि सी इज द मिनिस्टर लेभलको एम्बासडर, उहाँ एजुकेसन मिनिस्टर भइसक्नु भएको, पार्लियामेन्ट हाकिसक्नु भएको र पोलिटिक्समा चाहिँ हाई लेभलको पर्सनालिटी भएको कारणले उहाँको कार्यकालमा चाहिँ हामीले धेरै ठुलो सम्भावना देखेका छौँ। अहिले सबैतिर कन्सुलेटहरू पनि नियुक्त हुनुभएको छ र जोइनिङ टुगेदर विथ द एनआरएनए, नेपाली डायस्पोरा र नेपाल गभर्मेन्ट मिलेर चाहिँ अस्ट्रेलिया र नेपाल बिच देखिने चाहिँ ठुला ठुला कामहरू गर्न सकिन्छ।
हजुर पक्कै पनि जस्तो नेपाल र अस्ट्रेलिया बीचको व्यावसायिक सम्बन्धको कुरा गर्दाखेरि अस्ट्रेलियन वाइन भनौँ होइन अन्य धेरै सामान्य तपाईँको इभन तपाईँको चाहिँ दैनिक उपभोग्य वस्तुहरू पनि अस्ट्रेलियाबाट आयातित छ तर टु सम एक्सटेन्ट नेपालबाट अस्ट्रेलिया जाने सम्भावना चाहिँ कम छ वस्तुको कुरा गर्दाखेरि यसलाई बढावा दिनको लागि चाहिँ के कस्तो पहल दुवै राष्ट्रबाट गर्नुपर्छ जस्तो लाग्छ एकदम सही प्रश्न उठाउनु भयो यसमा चाहिँ म कहाँबाट सुरु गर्छु भने नेपाल र अस्ट्रेलिया बिच डुअल ट्याक्स एग्रिमेन्ट हुनुपर्छ जस्तो अस्ट्रेलियाको कम्पनी यहाँ बस्छ उसले आउटसोर्स गर्छ कुनै एक्टिभिटी गर्छ भने उसले नेपालमा कर तिरिसकेपछि फेरि त्यो प्रफिटको अस्ट्रेलियामा गएर फेरि कर तिर्नुपर्छ र कतिपय देशहरू छ अस्ट्रेलियाको डुअल ट्याक्स एग्रिमेन्ट छ उनीहरूले चाहिँ केही ट्याक्स यहाँ तिर्छन् केही ट्याक्स त्यहाँ तिर्छन् जस्तै यहाँ रोजगार पनि सृजना हुन्छ र कर पनि राज्यले उठाउन पाउँछ तर यसमा चाहिँ एक्सपोर्टको कुराहरूमा जस्तै फ्युमिगेसनको कुरा क्वारेन्टाइनको कुरा हाम्रो नेपाली क्वारेन्टाइन र फ्युमिगेसन गरेको कुरालाई अस्ट्रेलियाले मान्यता दिनलाई ट्रेड एग्रिमेन्ट पनि हुनुपर्नेको हुन्छ जस्तो तपाईँले चाइनामा कुनै सामान अर्डर गर्नु भने 2 हप्तामा अस्ट्रेलिया डेलिभर हुन्छ किनभने चाइनाको डकुमेन्टेसन उनीहरूले चाहिँ एग्रिमेन्ट छ उनीहरूले युज गर्छ त्यो चाहिँ त्यही भएर मैले भनिरहेको कुरा कि दुईटा देशबीच त्यो एग्रिमेन्ट हुनु पर्यो फ्युमिगेसन क्वारेन्टाइन र यहाँको पार्सल उहाँ जानलाई चाहिँ फास्ट डेलिभरी हुनु पर्यो तपाईँले अनलाइनमा कुनै सामान किन्नुभयो भने तपाईँ 2 हप्ता 3 हप्ताभन्दा बढी वेट गर्नु सक्नुहुन्न कसैले नेपाली सामान मन परायो अनलाइनमा गएर किन्यो भने यहाँबाट कुरियर सर्भिसहरू त्यसको चाहिँ प्याकेजिङहरू त्यसको डिस्क्रिप्सनहरू ग्रेट हुनु पर्यो अब नयाँ जेनेरेसनले त्यो अपर्च्युनिटीको डुअर पनि ओपन गर्नुपर्छ हजुर पक्कै पनि अब नयाँ जेनेरेसनको कुरा गर्दाखेरि लगभग तपाईँको जेनजी अहिले नेपाली जेनजी नै त्यहाँ अस्ट्रेलियामा हुर्किँदैछन् होइन उनीहरूलाई नेपालप्रतिको सद्भाव नेपालको संस्कृति राजनीति व्यावसायिक यहाँको फ्लोरा फोनालाई चाहिँ अझ फेमिलराइज गर्नको लागि चाहिँ त्यहाँ विशेष गरी यहाँ आबद्ध भएका विभिन्न संस्थाहरू त्यहाँ एनआरएनए छ नेपाली जनसम्पर्क समिति छ लगायतका संस्थाहरूले चाहिँ कस्तो एक्टिभिटिजहरू गरिरहेका छन् म कहिले के सोच्छु भने कहिलेकाहीँ यो नेपालीहरू पलायन भएको या बाहिर गएको होइन कि नेपाल फैलिएको हो तपाईँले अस्ट्रेलिया भ्रमण गर्दा देख्नुभयो होला हाम्रो नेपाल पुरा अस्ट्रेलियाभरि फैलिएको छ तपाईँ जहाँ गए पनि नेपालीपन पाउनुहुन्छ चाडपर्वहरू हेर्नुहोस् रेस्टुरेन्ट हेर्नुहोस् नेपालीहरूको उपस्थिति हेर्नुहोस् त्यहाँको डायस्पोरा पनि त्यसलाई नेपालले भरपूर रूपमा फाइदा लिनु पर्यो र नेपाली संस्कृति सभ्यता भाषा सबै कुराहरूलाई बरकरार राख्नको लागि र अध्ययन गर्न गएको उच्च शिक्षा अध्ययन गर्न गएका विद्यार्थीहरूलाई नेपाल फर्काउने परिस्थिति या त्यहीँ रहेकाहरूले पनि नेपाललाई त्यही लेभलमा कन्ट्रिब्युसन गर्नको लागि चाहिँ एनआरएनए एम्बेसी या हामीले जनस्तरबाट पनि धेरै कुराहरू गर्न सकिन्छ असाध्यै धेरै सम्भावना छ र अब सरकारले अस्ट्रेलियामा नयाँ सरकार आएको छ रिइलेक्टेड भएको छ अहिले लेबर पार्टी चाहिँ एकदमै नेपाललाई बुझ्ने नेतृत्व त्यहाँ हुन्छ र फर्स्ट चाहिँ इनिसिएटिभ चाहिँ गभर्मेन्ट लेभलबाट लिनुपर्छ त्यो भएपछि हामीले अस्ट्रेलियन युनिभर्सिटीहरूले अस्ट्रेलियन प्रोभाइडरहरूले दिने शिक्षा यहीँ पनि दिन सकिन्छ जुन शिक्षा लिनलाई विद्यार्थीहरू अस्ट्रेलियासँग पुग्छन् त्यो कुरा यहीँ दिन सकिन्छ र नेपालमै विद्यार्थीहरू संसारभरबाट यहाँ ल्याउन सकिन्छ म धेरै देश घुमेको छु एजुकेसन प्रमोसनको लागि नेपाल त यस्तो ठाउँ छ यहाँको हावापानी हेर्नुहोस् यहाँका प्रोफेसरहरू टिचरहरू दे आर भेरी क्वालिफाइड एभ्रिथिङ ठिक छ र त्यो सम्भावना सकिन्छ त्यो सम्भावना पनि अस्ट्रेलिया गएको विद्यार्थीहरूले त्यो सिकेर हामी पढ्न अस्ट्रेलिया आयौँ अब हामीले किन अन्तर्राष्ट्रिय विद्यार्थी नेपाल नल्याउने त भन्ने हिसाबमा त्यो डिरेक्सनमा पनि कामहरू जोइनिङ ह्यान्ड टुगेदर विथ द गभर्मेन्ट गर्न सकिन्छ हजुर जस्तो अस्ट्रेलियामा साना साना बालबालिकाहरूलाई पनि नेपाली ल्याङ्ग्वेज पढाउन सुरु गरिएको छ हजुरबा हजुरआमाहरू सँगै बस्दाखेरि उनीहरूले हाम्रो कल्चरहरू पनि सिक्न थालिसकेका छन् लगायतका यी थुप्रै कुराहरूमा चाहिँ अस्ट्रेलियन गभर्मेन्टले नेपाली डायस्पोरालाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो देख्नुहुन्छ तपाईँले त्यो अत्यन्त सुन्दर छ नेपालीहरूको उपस्थिति नेपाली समाजलाई नेपाली कम्युनिटीलाई अस्ट्रेलियन गभर्मेन्टले अस्ट्रेलियाको मेन स्ट्रिम सोसाइटीले हेर्ने 5 स्टार छ तपाईँले कुना काप्चाको काउन्सिलहरूमा जानुभयो भने पनि नेपाल डे मनाइरहेको हुन्छ अस्ति भर्खर 2टा काउन्सिलले नेपाल डे मनाइरहेको थियो उहाँहरूको नेपालसँग भावनात्मक सम्बन्ध छ नेपालीहरूको एउटा गुड ब्रान्ड छ इमेज छ त्यसलाई चाहिँ बरकरार राख्ने च्यालेन्ज पनि नयाँ जेनेरेसनहरूको छ स्पेसली ब्रिटिस ओरिजिन कन्ट्री भएको हुनाले ब्रिटिसहरूसँग नेपालीहरूको सायद गोर्खाको नाता उनीहरूसँग यो विश्वयुद्धहरू लडेका धेरै कुराले पनि गर्दाखेरि एउटा चाहिँ एकदमै राम्रो इमेज छ र त्यसलाई चाहिँ नेपाली सरकारले नेपालले क्यास गर्नु पर्यो भन्ने चाहिँ स्पेसली मेरो धारणा हो अझ मलाई तपाईँले सोध्नुहुन्छ भने चाहिँ आर्थिक उन्नति भनेको अहिलेको पछिल्लो समयमा हरेक देशले गर्ने बिजनेस हो अस्ट्रेलियाले विद्यार्थी लगेको छ अरू बिजनेस गर्छ नेपालले पनि त्यो बिजनेस चाहिँ
यस्तो तरिकाले डिल गर्नु पर्यो कि गभर्मेन्टसँग त्यसको सट्टामा नेपालले पनि बिलियन्स डलरको बिजनेस अस्ट्रेलियालाई दिने गर्दा त्यति नै बराबरको बिजनेस हामीलाई दिनुपर्छ, त्यो अपर्च्युनिटी डोर ओपन गरौँ भन्ने लेभलमा गभर्मेन्ट टु गभर्मेन्ट टक भयो भने त्यहाँ गएको नेपालीहरूले, त्यहाँ पढ्न गएका नेपालीहरूले त्यो अपर्च्युनिटीलाई सजिलै क्याच गर्न सक्छन्। ओके, जस्तो त्यो गर्नका लागि नेपालबाट के कस्तो लाइक पोलिटिकल्ली होइन र एजुकेसन विङहरूबाट चाहिँ के कस्तो पहल गर्नुपर्छ जस्तो लाग्छ? त्यो त असाध्यै, अहिले त अघि त मैले सोध्दै गरेँ प्रश्नमा भने सेकेन्ड जेनेरेसन नेपालीहरू छन्, उनीहरू नेपालसँग पनि कनेक्टेड छन्। अफकोर्स उनीहरूलाई जस्तै मेरै 2टा छोरा एउटा छोरी छ, उनीहरूलाई सेन्टिमेन्टल्ली पनि उनीहरू नेपालसँग, हामी उनीहरूले पहिला नेपाली त्यसपछि अस्ट्रेलियन भन्छन्। त्यो जेनेरेसनले त्यहाँ हुर्किँदै गरेको जेनेरेसनले बिजनेसलाई क्याच गर्नलाई चाहिँ अघि तपाईँले जेनेरेसन जी भन्नुभयो, एकदमै चाहिँ स्मार्ट हुनुपर्छ, फास्ट हुनुपर्छ। त्यो क्यापेबल मेन पावर नेपाली ओरिजिनको मेन पावर त्यहाँ छ अस्ट्रेलिया लगायतका देशहरूमा, र बिजनेस अपर्च्युनिटीमा अब त्यो जेनेरेसनले त्यसलाई क्याच गर्न सजिलो सक्छ। र किनभने हामीले त अब गाउँबाट काठमाडौँ हुँदै हामीले धेरै स्टेप सङ्घर्ष भएको हुनाले कति कुराहरूमा हाम्रो कमजोरी छन्, बट दे आर द पर्फेक्ट जेनेरेसन टु ह्यान्डल दिस थिङ्स। सो गभर्मेन्ट, प्राइभेट सेक्टर र लिगल अब्लिगेसनका कुराहरूमा B2B, G2G लेभलका कुराहरूमा चाहिँ तपाईँहरू जस्तो मिडिया या सरकारले चाहिँ भूमिका खेल्नै पर्ने हुन्छ। किन तपाईँले देख्नुहुन्छ जुन देशबीच व्यापारिक सम्झौता त्यहाँ पनि व्यापार, त्यहाँ मात्र व्यापार भएको छ। जापान र अमेरिकाको कुरा हेर्नुहोस्, कोरिया र अमेरिकाको कुरा हेर्नुहोस्, तर इरान र अमेरिका त बिजनेस भएको छैन नि त। नर्थ कोरिया र युरोपियन कन्ट्रीबिच त बिजनेस भएको छैन नि त। गभर्मेन्ट टु गभर्मेन्टको गुड रिलेसन पनि अत्यन्तै आवश्यक पर्छ व्यापार गर्नलाई। अब पक्कै पनि त्यो टु सम एक्सटेन्ट नेपाल अस्ट्रेलियाको दौत्य सम्बन्ध एकदमै स्ट्रङ छ र यसलाई दुवै गभर्मेन्टले एकदम बेटर एक्ट पनि गरिरहेको छ। अब विषयमा कुरा गर्दाखेरि अस्ट्रेलियामा लाइक अनबिटेबल अपर्च्युनिटीको खानी हो होइन, सँगसँगै त्यहाँ च्यालेन्ज पनि छ। यहाँबाट थोरै बुझेका विद्यार्थीहरू त्यहाँ पुग्दाखेरि चाहिँ तपाईँको विभिन्न खालको क्याजुअलिटिजमा, विभिन्न खालको दुर्घटनामा परिरहेका पनि छन्। त्यो न्यूनीकरण गर्न र दुर्घटना परिसक्दाखेरि त्यहाँको नेप्लिज डायस्पोराले कसरी तपाईँको तुरुन्तै रेस्क्यु गर्छ? म तपाईँले एकदम राम्रो क्वेसन सोध्नुभयो। मैले यसमा जहिले पनि एउटै कुरा भन्ने गरेको छु, यो कुराहरूमा हामीले किन विदेश जाने, किन बाहिर जाने भन्ने कुराहरूमा, अर्थात् यहाँ दूरदराजबाट काठमाडौँ किन पढ्न आउने कुराहरूमा नलेज गिभ्स पावर। त्यो नलेज केले दिन्छ भन्दा पढाइले दिन्छ। त्यो विश्वस्तरीय पढाइको लागि हामीले बाहिर जाने हो र पढाइ नलेज लिन गएपछि नलेजै लिन जाने हो। त्यहाँ पढ्ने कुरामा फोकस गऱ्यो भने अस्ट्रेलिया इज अ कन्ट्री अफ अपर्च्युनिटिज। अस्ट्रेलिया एउटा अवसरहरूको देश हो। अवसरहरूको ढोका खोल्नको लागि तपाईँ नलेजेबल हुनुपर्छ। त्यो नलेज कसरी लिने भन्दा पढाइबाट लिने। र हाम्रो गाउँका भाइ बहिनीहरू चाहिँ नलेज लिने कुराहरूमा, पढाइ लिने कुराहरू भन्दाखेरि पनि फिनान्सियल हार्डसिपमा गुज्रेको हुनाले या के कारणले बढी काममा या अरू कुराहरूमा चाहिँ इन्भल्भ भएको हुनाले उनीहरूको भिसा सिद्धिनै गइरहेको हुन्छ, पढाइ सिद्धिरहेको हुँदैन, पढाइमा डिस्टिङसन या त्योभन्दा माथि हुँदैन, त्यो अनुसारको रियल टाइम एक्सपिरियन्स भन्छौँ, जे पढिरहेको छ त्यो फिल्डमा काम गरेको हुँदैन। तर पढाइको नलेज उनीहरूसँग नभएपछि चाहिँ त्यसले चाहिँ अब्स्ट्रकल सुरु हुन्छ, किन भिसा सिद्धिरहेको हुन्छ। त्यस पछाडि के गर्ने भन्ने कुराहरूले चाहिँ तपाईँले भन्नुभयो कुरा स्ट्रेस सबै कुराहरू म्यानेज गर्न सकिरहेको हुँदैन। स्पेसली टाइम म्यानेजमेन्टमा हाम्रो विद्यार्थीहरूको असाध्यै कमजोरी छ। हामी नेपालीहरू टाइम म्यानेजमेन्टमा एकदमै त्यो टाइम म्यानेज नभएको कारणले जसले टाइम म्यानेज गर्न सक्छ र जसले पढ्नको लागि गएको हुनाले विश्वविद्यालय या कलेजमा जाने, लाइब्रेरीमा जाने, न्युजहरू हेर्ने, अपडेटेड हुने के भइरहेको छ भन्ने कुरामा एकदम अपडेटेड छ भने अस्ट्रेलिया इज अ कन्ट्री अफ अपर्च्युनिटिज। एकदमै धेरै अवसर छन्। हजुर, पक्कै पनि। अब अस्ट्रेलियन एजुकेसन र यसको करियर आउटकम्सको बारेमा पनि थोरै कुरा गरौँ। अस्ट्रेलियामा रहेको लाइक जुनसुकै भोकेसनल भनौँ, हायर एजुकेसन भनौँ, युनिभर्सिटी भनौँ, डिग्री लिइसकेपछि विद्यार्थीहरूको चाहिँ तपाईँको प्रगति अस्ट्रेलियामा होस्, ग्लोबल्ली होस् अथवा नेपाल फर्केपछि होस् होइन, यो विषयमा तपाईँले कस्तो देख्नुहुन्छ? यसमा चाहिँ असाध्यै राम्रो छ। यहाँ हाम्रो सायद सिटिभिटीको अवधारणा पनि त्यसरी नै ल्याइएको थियो, किनभने व्यवसायिक वेट एन्ड एजुकेसन सेक्टर त्यो चाहिँ कतिपय विद्यार्थीहरू उनीहरू दे आर नट फर द एकाडेमिक क्वालिफिकेसन्स बट दे भेरी स्किलफुल। कसैलाई चाहिँ यो एकदमै धेरै कुराहरू बनाउन आउँछ। टेक स्टुडेन्टहरू हुन्छन्, उनीहरूलाई चाहिँ सर्ट कोर्सहरू चाहिँ 1 वर्षको, 1.5 वर्षको, 2 वर्षको कोर्सहरू छ। त्यसमा चाहिँ एकदमै भोकेसनल क्वालिफिकेसन यस्तै डेलिभरी गरे हुन्छ। किन टेक्निकली उनीहरू क्यापेबल हुन्छन्, उनीहरू टेक्निकल फिल्डमा जान्छन्। कोही मान्छेलाई कार्पेन्टर बन्नु छ, कोही मान्छेलाई एकाउन्टेन्ट बन्नु छ, कुनै मान्छेलाई आइटीको एउटा स्मल जब गर्नु छ भने उसलाई ब्याचलर्समा मास्टर्स गरिराख्नु पनि जरुरी हुँदैन। सर्ट कोर्सहरू पनि नट टु ब्याड र त्यस्तै पनि त्यहाँ अरू अपर्च्युनिटीको ढोकाहरू पनि खुल्छ। फर्केर आएपछि उसले हातमा सिप लिएको हुन्छ, त्यो चाहिँ सिप हो। त्यसले चाहिँ एकाडेमिक क्वालिफिकेसन, फर्मल क्वालिफिकेसन लिनलाई बाटो रोक्दैन। र अघि तपाईँले सोध्दै गरेको कुराहरूमा कुनै विद्यार्थी
विद्यार्थीलाई अस्ट्रेलियामा कुनै पनि प्रब्लम पऱ्यो भने पहिलो त कन्सुलेट या एम्बेसी हो, त्यस पछाडि एनआरएनए भोलिन्टियर अर्गनाइजेसन छ नेपालीहरूको ठुलो सङ्गठन र अरू सङ्गठनहरू पनि छन्। त्यस पछाडि हामी जस्तो त्यहाँनिर कम्युनिटी वर्करहरू पनि छौँ, उहाँहरूले चाहिँ नम्बरहरू सेभ गरिराख्ने र इमिडिएट कन्ट्याक्ट गर्ने त्यो ग्रुपहरू छ हाम्रोमा, सोसियल मिडिया ग्रुपहरू छ, त्यहाँ आफ्नो कुरा राख्यो भने एकदमै छिटो उहाँहरूले रेस्पोन्स पाउँछ र त्यो सहयोगको लागि चाहिँ अस्ट्रेलियामा नेपाली समाज सधैँभरि त्यहाँ छ। इभन एनआरएनए होइन, एम्बेसी, कन्सुलेट अरू सङ्घ संस्थाहरू त्यो चाहिँ 5 स्टार छ। त्यसमा चाहिँ त्यो चाहिँ आफ्नो अस्ट्रेलिया लुक्स लाइक अ सेकेन्ड होम फर नेपाली स्टुडेन्ट्स एज वेल। र अघि तपाईँले सोधेको कुरामा एक लाइन म जोड्छु, हामीले चाहिँ एकाडेमिक क्वालिफिकेसन ब्याचलर मास्टर्स त्यो मात्रै हेरेको हुन्छौँ, तर स्टुडेन्टले सँगसँगै स्किल दिनुपर्ने हुन्छ। अहिले डेभलप वर्ल्डमा स्किल भनेको अत्यन्तै महत्त्वपूर्ण कुरा हो र म यहीँ पनि भोकेसनल एडुकेसनल कुराहरूमा स्किल हुने कुराहरूमा चाहिँ विद्यार्थीहरूले त्यसमा पनि रिसर्च गरेर पिआर पाउन, सिटिजन पाउन मात्रै होइन, फर्केर यहाँ आउँदाखेरि पनि हातमा केही स्किल लिएर आउन, उहाँहरूले त्यहाँ बस्दै गर्दा कुनै पनि सर्ट कोर्स गरेर स्किलफुल भएर आउनुभयो भने त्यसले चाहिँ राम्रो गर्छ। सो अस्ट्रेलियामा अध्ययन गर्न जानका लागि विशेष गरी यहाँले यो अस्ट्रेलियन इन्टरनेसनल इन्स्टिच्युट अफ हायर एजुकेसनलाई पनि प्रवर्धन गरिराख्नु भएको छ होइन। विद्यार्थीहरूले अस्ट्रेलियाको युनिभर्सिटी कलेज छान्दै गर्दाखेरि के कस्तो विषयमा ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ एआइआइएचईको रेफरेन्समा यहाँले कुरा गर्दा? म एडब्लुआइएचईको कुरा अन बिहाफ अफ कुरा गर्दै गर्दा हाम्रो सिडनी र ब्रिस्बेनमा छ, अत्यन्तै सेन्ट्रली लोकेटेड बिल्डिङ, हाम्रो इन्फ्रास्ट्रक्चर वर्ल्ड क्लास, हाम्रो चाहिँ नट लेस देन युनिभर्सिटी छ। हामीले चाहिँ प्राइभेट प्रोभाइडरहरूको कम्पेयर गर्नु पर्दाखेरि द बेस्ट दिएको छौँ। र म जहिले पनि के भन्ने गर्छु भन्दाखेरि एडब्लुआइएचईको सवालमा चाहिँ जो ब्याचलर पढ्नको लागि अस्ट्रेलिया आउन चाहन्छन् र कन्भिनियन्ट प्लेसमा, र जसले युनिभर्सिटीको फी अफोर्ड गर्न सक्दैन, अफोर्डेबल फी स्ट्रक्चर, अलिकति फ्लेक्सिबल टाइम टेबलहरू र चाहिँ जो ग्रेट सपोर्ट कलेजबाट होस्। जस्तो ठुलो युनिभर्सिटीहरूले चाहिँ स्टुडेन्टलाई ट्र्याक गरेर सपोर्ट गर्न सकिरहेको हुँदैन र थोरै विद्यार्थी भएको ग्रेट सपोर्ट पाउने कन्भिनियन्ट प्लेसमा त्यस्तो स्कुलको खोजीमा कोही हुनुहुन्छ भने एडब्लुआइएचई विल बी द बेस्ट कलेज फर देम इन ब्रिस्बेन एन्ड सिडनी। फी एकदमै राम्रो छ, कलेजहरू राम्रो छ ब्याचलर बिजनेस इन्फर्मेसन सिस्टम्समा। त्यस कारण धेरै विद्यार्थीहरूको इन्क्वायरी, धेरै साथीहरूको इन्क्वायरी आइरहेको हुन्छ र हामीसँग असाध्यै खुसी विद्यार्थीहरू छन्। उहाँहरूसँग सोद्धाखेरि पनि दे फिल सेकेन्ड होम इन अस्ट्रेलिया एडब्लुआइएचई। त्यही भएर मलाई खुसी लाग्छ मेरो कलेजको प्रतिनिधित्व गर्दै गर्दा। ओके, एडब्लुआइएचईको विषयमा कुरा गर्दाखेरि यसमा कस्तो कस्तो कोर्सहरू रहेको छ? हामीसँग मास्टर्स प्रोग्रामहरू चाहिँ छिटो आइरहेछ। अहिले हामीसँग ब्याचलर अफ बिजनेस इन्फर्मेसन सिस्टम्स र ब्याचलर अफ बिजनेस मार्केटिङ छ। दुइटै बिजनेस र इन्फर्मेसन सिस्टमको ब्लेन्डेड प्रोग्राम भएको हुनाले नेपाली विद्यार्थीहरूको लागि चाहिँ यो अत्यन्तै राम्रो डिजाइन गरिएको प्रोग्राम हो। उहाँहरू चाहिँ ब्याचलरको खोजीमा हुनुहुन्छ, ब्याचलर पढ्नलाई एडब्लुआइएचईको यो हाम्रो प्रोग्राम चाहिँ द बेस्ट फर देम, भेरी सुइटेबल, अफोर्डेबल। अनि 3टा सेमिस्टर छ, 2टा सेमिस्टरमा उहाँहरूले 8वटा सब्जेक्ट पढ्नु भने 1टा सेमिस्टर ब्रेक लिन सक्नुहुन्छ र धेरै कुराहरूमा चाहिँ यो सुन्दर छ नेपाली विद्यार्थीहरूको लागि। दे विल बी मोर देन ह्याप्पी। हजुर, विशेष गरी आफ्नो पहिचानका लागि युवाहरूले एउटा न एउटा धार पक्रिरहेको हुन्छ होइन। त्यो विषयमा कुरा गर्दाखेरि नेपाली जनसम्पर्क समितिमा चाहिँ तपाईँको अस्ट्रेलियामा पनि अलिकति कता कता धेरै तपाईँको राजनीति भयो होइन, नेपालमा भन्दा पनि अझै राजनीति छ यहाँ भन्ने रिमर्सहरू पनि सुनिन्छ। त्यहाँको अवस्था कस्तो छ त्यो भनिदिनुहोस् न। यो खासमा कस्तो हुन्छ नि, राजनीतिक पार्टी, राजनीतिक आस्थाले चाहिँ मान्छेलाई जहाँ गएर पनि यो पुष्पहरूमा उनीहरूको पुष्पहरू भने जस्तै जोडिरहेको हुन्छ। हामीले जनसम्पर्क समिति अस्ट्रेलियाले चाहिँ अस्ट्रेलियामा रहेको नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने कुराहरूमा, तपाईँले एम्बेसीमा हेर्नुभयो, कन्सुलेट अफिसमा, एनआरएनमा सबैतिर हेर्नुभयो भने हामीले आफ्नो प्रेजेन्स किन देखायो भने त्यो नेपाललाई जोड्ने एउटा सेतु, नेपाललाई जोड्ने एउटा पुल जनसम्पर्क समिति रहेको हामीले महसुस गरेका छौँ नेपालका हरेक कुराहरूमा। त्यो भएर चाहिँ हामीले कहिलेकाहीँ अस्ट्रेलियामा बस्दै गर्दा नेपालको राजनीतिलाई किन बरकरार राख्ने भनेर पनि छलफल गरेर आउँछौँ, तर हामीले आफूलाई पुलको रूपमा पनि पाएको हुन्छौँ। त्यो भएर चाहिँ यसले चाहिँ नेपाल र अस्ट्रेलिया बिचको दौत्य सम्बन्धमा चाहिँ महत्त्वपूर्ण भूमिका पनि खेलिरहेको हुन्छ र यसलाई बरकरार राख्दाखेरि नेपाल र अस्ट्रेलिया दुईटा देशलाई फाइदा पनि हुन्छ। सो नेपाली एम्बेसी, नेपाली डायस्पोराहरूको प्रेजेन्स त्यहाँ एकदमै राम्रो छ र अब त्यहाँ निकट भविष्यमै एउटा राम्रो खालको नेपाली एम्बेसी पनि बन्दैछ होइन। र नेपाल र अस्ट्रेलियाको सम्बन्धलाई जोगाउनको लागि चाहिँ अब हाम्रो नेपालीको प्रेजेन्स त त्यहाँ धेरै नै छ
होइन र अस्ट्रेलियन टुरिस्टहरू पनि टु सम एक्सटेन्ट केही नेपाल आइरहेका पनि छन् तर यसलाई अझ बढुवा दिन यो सम्बन्धलाई अझ घनिष्ठ बनाउनको लागि चाहिँ अस्ट्रेलियाबाट नेपाल चाहिँ तपाईँको एउटा टप लेभलको डायलग्स हुने नेपालबाट अस्ट्रेलिया टप लेभलको डायलग्स हुने त्यस्तो केही तयारी हुँदैछ त्यो सम्भावना मैले देखेको छु तपाईँले राम्रो प्रश्न गर्नुभयो हाम्रो एम्बेसडरले त्यसमा इनिसिएटिभ लिइरहनु भएको छ र अरू सामाजिक संस्थाहरूले पनि अत्यन्त लागिरहनु भएको छ र चाँडै नै अस्ट्रेलियाबाट उच्च स्तरीय भ्रमण हुने मैले सम्भावना देखिरहेको छु अत्यन्तै सुन्दर नेपाल एम्बेसी बन्दैछ त्यो वान अफ द टुरिस्ट स्पट पनि हुन्छ मेरो विचारमा क्यानबेरामा र नेपाल र अस्ट्रेलिया बिच हाई लेभलको भिजिट भयो र त्यो अनुसारको एग्रिमेन्ट भयो भने र नेपाल र अस्ट्रेलिया बिच डाइरेक्ट फ्लाइट भयो भने नेपाल एयरलाइन्सले यदि अस्ट्रेलियाको एयरपोर्टमा यहाँबाट डाइरेक्ट फ्लाइट चाहिँ सुरु गर्न सक्यो भने पर्यटक पनि विशाल रूपमा आउँछ अघि मैले भने डुवेल ट्याक्स एग्रिमेन्ट भयो भने अस्ट्रेलियन कम्पनीहरूले अफसोर अफिसहरू नेपालमा खोल्न असाध्यै ठुलो सम्भावना देखेको छु नेपालका स्कुलहरू कलेजहरूले चाहिँ राम्रो राम्रो सुन्दर स्कुलहरू बनायो भने विदेशी विद्यार्थीहरू अस्ट्रेलियन विद्यार्थीहरू यहाँ ल्याउन सम्भावना देखेको छु धेरै सम्भावनाको ढोका खोलिन्छ तपाईँले भने जस्तो हाई लेभलको भिजिट भएर हाई लेभलको G2G गभर्मेन्ट टु गभर्मेन्ट लेभलको एग्रिमेन्ट हुनुपर्ने देखिन्छ त्यसमा चाहिँ मैले अत्यन्त धेरै ठुलो सम्भावना देखेको छु छिटै हुन्छ त्यो कुरा ओके रोहित सर विशेष गरी हामीले यो नेप्लिज डायस्पोराको डेभलपमेन्ट र अस्ट्रेलियन एजुकेसनको बारेमा कुराकानी गऱ्यौँ र कार्यक्रमबाट छुटिनुभन्दा अगाडि यहाँले नेपाली विद्यार्थी अभिभावक जसले सधैँ नै तपाईँको अस्ट्रेलियालाई फर्स्ट तपाईँको चाहिँ चोइसमा राखिरहेका हुन्छन् उनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ मेरो एउटा सन्देश चाहिँ के भने हामी अनुशासित चाहिँ हुनु पर्यो देशप्रतिको हामी नेपाल छोडेर गएका छौँ हाम्रो देशप्रतिको दायित्व छ हामीले फर्केर नेपालै आउने कमिटमेन्ट हुनु पर्यो र जुन समयको लागि 3 वर्ष भिसा ब्याचलर पढ्न या 2 वर्ष भिसा मास्टर्स पढ्न या भेट पढ्न 2 वर्ष भिसा लिएर गएको हुन्छ त्यो 2 वर्षभित्रमा आफूलाई नलेजले यति भरिपूर्ण बनाउनु पर्यो त एउटा डेभलप कन्ट्रीले कसरी चाहिँ एजुकेसनको एकाडेमिक क्वालिफिकेसनलाई चाहिँ प्र्याक्टिकल लाइफमा चाहिँ एकदम युजफुल तरिकाले उनीहरूले डिजाइन गरेको छ त्यो बुझेर नलेज लियो भने सायद प्यारेन्ट्सहरू दे विल बी मोर देन ह्याप्पी स्टुडेन्ट विल बी दे क्यापेबल दे गेट द कन्फिडेन्स र कन्फिडेन्स बिल्डअप गर्छ यो कुराहरूमा उहाँहरूले ध्यान दिनु पऱ्यो बाँकी कुराहरू त संसारै अहिले त नयाँ अपर्च्युनिटीमा गइरहेछ त्यो भएर चाहिँ उहाँहरूलाई चाहिँ यो अस्ट्रेलिया गएकोमा कसैलाई पनि रिग्रेट हुँदैन थ्याङ्क यू सो मच नभएछ Destination Australia, promoting Australian education and development of Nepalese diaspora in Australia.